Hello guys, welcome back to my channel and this is Prasad Sarimakar. I hope सबजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। यो चाहिँ किन? हाम्रो घरको डन होस् त? डन हो? यहाँ हाम्रो हजुरआमाले केरो खोप्दै हुनुहुन्छ हैन त? हेलो केरो फोक्दै छु। नानी आइजौ। अहिले म नुहाइदिन्छु है। चिसो पानीले नुहाउँछ फेरि पानी चलायो भने। पानी चलाउन नम्बर 1 आइजम। उहाँ बाजेसिम जाम। हामी आज चाहिँ हाम्रो खेत जोत्न लागेछ कि खेत बारी बारी रोप्न थालेछ अनि हामी चाहिँ जाम है। नानी यता हेर। तिम्रो नाम के हो रे? न्यान्टी चालु। अरु जनी यस पापा भन्दै नि त। यति सिधै जनीबाट सिधै हा पुग्यो हो। म को हो रे? को हो रे? छेमा कि सानो फुपू भने हौ। सानो फुपू। म फुपूलाई चुप्पा खाइदियो। उता चुप्पा। हेलो भन्दै। हेलो गाइज भन्दै। सो हाम्रो चाहिँ यो बारी हो हैन। अनि यहाँ चाहिँ अब मकै लगाउन थालेको नि त अनि त्यही भएर यहाँ सबै मल हिजो राखेको हो। मल लगाएको भिडियो चाहिँ यहाँ छ। आज पानी नपरेर बरु ठिक भयो नि। भयो त आज पानी नपरेको घाम पनि नलागेको मल फाल्न सजिलो भयो। यहाँ चाहिँ मकैको लागि चाहिँ यहाँ मल फाल्दै हुनुहुन्छ। त्यो त उठाउनु पर्छ छुट्टै उठाउनु पर्छ। कमिला के हुन्छ र? बाउ छोरा सासूबारी हामी चाहिँ यता। नानी यता हेर्दै हाई भने तिमी जाऊ कि मल फाल्न? जाऊ के के अरे तिम्रो नाम भन्दै त? न्यान्टी चालु। ल नाच्देऊ ल त्यहाँ राखेर बोतल माथि राखेर नाच्देऊ। खोइ नाच न चाँडै नाच नानी नाच। घर नाच। घर जाऊ रे। यहाँ आऊ नाच नाच्देऊ रे। आऊ नाच त आऊ। घर जाम रे। देख्नु भयो? काम गर्ने हो तर मोल बोक्ने हो। मल बोक्ने रे। आऊ आइज। ए हेर्नुहोस् हाम्रो बारी यही हो। यहाँ मल फाल्न थालेछौँ। मल फाल्न थालेछौँ। ट्र्याक्टर कसको हो यो? ए बाजे ट्र्याक्टर चाहिँ लिएर जान थाल्नु चाहिँ यहाँदेखि उता। हाम्रोमा आजभोलि यो गोरुहरू युज हुँदैन किनभने यस्तै ट्र्याक्टरहरू युज हुन्छ अनि यसैले खेत जोत्छ कि। नत्र पहिला त गोरुहरू युज गर्थ्यो नि त। ड्रामेटिक। अब के गर्नुहुन्छ? टिकटक गराउने सबैले हेर्छन्। भर्खर टिकटक गरायो भ्यायो नि। नाच जाऊ तिमी पनि नाच्देऊ ल। ल आफै गीत गाउने नाच्ने।
ल ल नाच्देऊ ए ल ल ल कम्मर हाँस्दै कम्मर 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 भाँचे 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 ए भाँचे 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 हजुरबाले हेर्छन् भाँच्या कम्मर भाँचे 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 कम्मर 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 ए कम्मर ए कम्मर भाँचे 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 सो गाइज मल फालेको चाहिँ भिडियो हेरिसक्नुभयो होइन हिजो चाहिँ मम्मी ड्याडी अनि मम्मी ड्याडी दाई भाउजू भएर चाहिँ मल फाल्नु भयो अनि मैले चाहिँ खाना पकाएको होइन अनि त्यही हो धेरै त ठुलो छैन यहाँदेखि त्यहाँसम्म हो अनि आज चाहिँ हामी यो ट्र्याक्टरले चाहिँ के अरे यसरी खेत जोत्छ हाम्रोतिर Let's see सक्छन् हिँड जान्दै म त आमका आफै जान्छ सोचिन्थ्यो यहाँ हात दुखिसक्यो अनि यसैमा यही युज गरेर अनि मकै रोप्ने हो त्यही त नि त्यतिखेरै अन्त ठ्याक्क उस बन्छ सिधा होइन कक जोत्ने हो कि पर्ने रोप्ने रोप्ने हो कि आजै जोत्ने भोलि नै रोपेपछि ठिक हुन्छ अर्कोचोटि नि फेरि एकचोटि जोत्छ नि सो यही हो प्रोसेस पहिला चाहिँ गोरु ल्याएर जोतेर गर्थ्यो भने आजभोलि चाहिँ टेक्नोलोजी भन्दैछ यो चाहिँ पेट्रोलले चल्छ नि कि डिजलले डिजलले हो कि पेट्रोलले हो कि डिजल हो कि डिजलले चाहिँ चल्छ यो हाम्रै होइन यो हाम्रै हो यस युजफुल छ आजभोलि त कसैले गोरु पनि पाल्दैनन् छँदा पनि छैन होला त्यही हो अब यो सबै भ्याउँछ अनि कति दिनपछि एक हप्ता जस्तो दिनपछि चाहिँ यहाँ मकै रोप्छ अनि मकै हुन्छ यहाँ हेर्नुहोस् प्याजको गिलास नि
क्या बेचला से नहीं चिन्ह सगा इधर क्या जाओ नसकिने अनि त्यसपछिबाट हाम्रो यहाँ एउटा बुङ्गुर पनि छ दुईटा थियो खासमा दुईटा थियो तर एउटा चाहिँ मर्यो के बिमारी भएर पारा होइन पारा पारा काम गरेको पारा यस्तै हो काम गरेको पारा राम्रो लाग्नु न काम गर्न पर्छ रहर लाग्छ काम गर्न जति हेरेर जुन चाहिँ साग हो सलाद खाने साग भन् न यति मात्र रोपेको ए यति भए जति सलाद खाने साग हो हिजो हामीले मोमो बनाएको थियो कि मोमोसँग नि खाएको थियो यो मोमो बनाएको क्लिप पनि यहाँ राख्छु म उहाँ धुलो भन्दा गाउँघर आनन्द सफा तरकारी लाउने खाने काम गर्ने मोबाइल एकछिन मोबाइल पिक्चरहरू हेर्ने सहर बजारमा धुलो धुवा हुन्छ यो सलाद खाने साग हो यस्तो राम्रो छ हामीले रोपेको कस्तो खानालाई कति भएछ राम्रो भएछ यो सबै गोबीहरू छ यहाँ बन्दा हो कि फुलकोपी हो यो फुलकोपी तल खाइदिएछ यो बन्दकोपी हो गाउँघरमा आनन्द बन्दाकोपी रहेछ अर्को डन आउनु भयो के हो त्यो झन्डै लडेको झन्डै आइसक्रिम यो आइसक्रिम हो अलि काम फालिदिन्छु भयो यो आइसक्रिम हो ओ म्याडम यो आइसक्रिम हो मम्मीको नाम के हो रे मम्मीको नाम अनि ड्याडीको रबिन सारू ल क्या हुआ रे बेन बेन हाँ के कहाँ बोलाओ घाम छ त अर्को मुढाले हो यहाँ बाखा हेर त बेबी के गरेर सुते मम्मीसँग सुते चुप्पा खाइदे को हो त्यो मुनि कस्तो माया हो नलाग्छ नलाग्छ तँलाई उठो मान्थे भयो बसाइ त के हो यस्तो अझ तेरा पहिले तँलाई घोप्नु पर्यो तल पख्री तल पख भने कराइदेऊ के हो अब त बस्न आए त ऊ लम्पसार पर जानु भयो के भयो फोटो हेर कसले जिजै भन न नानी के भयो अरे जानु भयो
काँडा पनि भइसक्यो र अरे नानी मको हो जिजै हो ए राम हेर त खुट्टा अझ मान्छे गाला चाहिँ ठुलो शरीर चाहिँ सानो गाउँघरको मान्छे डर हुन्छ नि कति ढुकुरसीमा पुठोबाट मैले भेट्टाउनु सक्दैन हो नानी यो चाहिँ किन हो कि यसरी राख्ने पुरै जो नराख यसरी ढुँडाबाट दालो भयो डाँडो जाने कुकुर लगाइदिए अरे उठा पर्छ कुखुरालाई काट्नु पर्यो अरे यिनीहरूको घर चाहिँ उयो भित्र हो कि यहाँ गयो त अब चाहिँ डेडीको पालो भएछ हाम्रो सुन्तला हेर्नुहोस् अझै फल्ने बेला भएको रहेन रहेछ फुल्ने कि फुल्ने यहाँ उता गाली गरे होला नि यहाँ आएर रिस पोखिछि गई त्यहाँ गाली गर्नु भयो उता गाली गर्नु के अन्त यहाँ आएर किन रिस पोखि त हामीलाई खेलेर यहाँ आएर कहाँ सुनेको त नसुनेको यताको किचनको एकदम खाइस रे तेरा मलाई किन बन्द गरेर आइयोस् किन बन्द गरेर आइस यहाँ गाली गर्नु भएको र यसलाई वहाँ गएर गाली गर्दै धुनेर आइस नआएर कि त्योभन्दा अघि भर्खरको कुरा किन हामीलाई मलाई किन ठुल्लियौ नसा फुल्लाउँदै बोलाउँछु खुब सिधै आज गएर ठुल्दिने आज आलु यहाँ आलु खन्दैछ यत्र फलेको रहेछन् ल आलु फलेको रहेछन् पुसामा तोरी छिनेर लाएको आलु उठाउनु त हटो एउटा तारिक मेरो मुख सिद्धो थिएन उठेर चाकल लाउ के ल Sorry, man.
फुपूलाई हेर भन यता फुपूलाई हेर भन फुपूलाई हेर छिटो नानी 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 माथि नानी नानी त्यो सबैको बानी यस्तै छ कि त्यो रिसायो भने चाहिँ बोल्दैन बोल्ने न हेर्दैन हेर्ने ऊ त्यस्तै चाहिँ छ राम 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 घोप्टी भरेर नि नानी ओ हेलो बोल्दै बोल्दैन त्यो सेम अरू जस्तो रहेछ माई गड ल सबै आलुहरू पनि निकालेर सकियो सबै सक्यो अनि जोतेर पनि सक्यो सबै राख्दै हुनुहुन्छ के भयो आऊ फुपूसँग रिसाइछौ नानी फुपूसँग रिसाइछौ छिटो भन अहिले पछि म अहिले के खान दिन्छु नि फुपूसँग रिसाइछौ हेलो यता हेर ओए हेर्नु छैन यो पनि अब आफ्नो ठाउँमा राखिँदैछ अब 2-3 दिनमा फेरि जोत्नुहुन्छ होला ठुस्की ममखान जाम के ममखान जाम हेलो आऊ जाम नाम खान आऊ त्यसपछि हामी के खाने आऊ जाम नानी यो घर भत्काइदिन्छु म छिटो ममखान जाम के रे दे भनिस् के भनिस् दिनुस् भन छिटो दिनुस् भन दिनुस् फुपू भन पहिला फुपू दिनुस् भन छिटो अनि बल्ल दिन्छु न त दिँदैन म फेरि दे दिनुस् भन फुपू दिनुस् भन यता फर्केर फुपू दिनुस् भन यता फर्के हेलो फुपू दिनुस् भन यता फर्केर मलाई हेरेर फुपू दिनुस् मलाई भन अनि यता फर्केर भन नि त यता फर्केर भन त मलाई हेर त नानी मलाई हेर अहिले हामी घुम्न जाने नि अहिले म घुमाउनु लिएर जान्न फेरि यता हेर फुपूलाई सरी फुपू भन हेलो मेरो छोरा उठाउ मेरो छोरा यहाँ उठाउँछन् आलु फेरि ल उठाउ छोरा उठाउ रे हस् भन न मेरो छोराले कस्तो यो कान्छो छोराले उठाउँछ है पानी पर्नलाई खास यो बिन्नको लागि चाहिँ राखेको थियो होइन अब पानी आउनु थाल्यो पानी पर्यो जो पानी पर्न लाग्यो छिटो गर छिटो हाल पानी पर्यो 15 किलो रोटी फलेर छिटो त्यहाँ भाँडोभित्र हाल्ने हो के तिमी ज्ञानी नानी हौ नि हो भन न यता हेर त फुपूसँग रिसाइछौ छैन नि ज्ञानी भए 1 2 3 नानी फुपूसँग रिसाइछौ नानी फुपूसँग रिसाइछौ र नाइ ल जाडो भएर राम्री भयो नि ये sorry फुपू भनेको So guys, that's all for today's video. Hope you guys like it, and don't forget to like, share and subscribe to my YouTube channel. Till then, bye.